गाइज वेलकम टु माई ब्रान्ड न्यू भ्लग है। आज चाहिँ हामी चाहिँ यहाँ गाउँको पारी जङ्गलतिर जाने भन्ने यसो प्लान बनाएको। दाइ म तिनजना दाइ अनि म चारजना भएर जानु लागेको एक्का लाएर। अब पारी जङ्गलतिर गएर अब के कस्तो हो जानु लागेको त्यही हो। यो त अब यहाँ दाइसँग बोलिदिन्छ। दाइ अहिले भ्लगमा आउनुहुन्छ है तपाईँ नि। त्यही हो अब हामी निस्किनु लागेको। त्यही हो दाइ रेडी हुनुभयो। दाइ चाहिँ अरू दाइ चाहिँ तल सानो चकित हुनुहुन्छ। त्यही हो गाई चाहिँ हामी चाहिँ टक्क लाएर अहिले तिर्को आइपुग्यौँ। हामी चाहिँ भयो यहाँबाट चाहिँ त्यहाँ बाइकमा आएको थियौँ है। यहाँ चाहिँ बाइकमा आएको थियौँ। त्यही हो यहाँ चाहिँ दाउरा लिएर आउनुभयो है। त्यही हो अब चाहिँ हामी पानीहरू भरेर त्यसपछि माथि खान जाने चाहिँ यतातिर हो। यु क्यान सी है कस्तो भ्यू नि राम्रो देखेछ है। अन्त एउटा हामी चाहिँ त्यो माथितिर जाने यो साइडमा हो। त्यहाँदेखि अझै माथि हो जाने हामी चाहिँ। त्यही हो भ्यू राम्रो छ। माथि गएर म ड्रोन सटहरू नि हाल्छु सबै देखाइदिन्छु। त्यही हो गाइज त्यही हो हामी चाहिँ अब हाम्रो चाहिँ यात्रा सुरु भयो। पहिला चाहिँ यहाँ जिपहरू जान्थ्यो एकचोटि खनेको है प्रकाश दाइ यहाँ एकचोटि खनेको त्यसपछि अहिले चाहिँ टाइम वेस्ट मनी वेस्ट सबै। त्यही हो पैसा थोरै भयो होइन के भयो। एकचोटि हामी सुरुमा खन्ने बेला चाहिँ गर्थ्यौँ। त्यति बेला चाहिँ भूकम्प आएको थियो। त्यति बेला चाहिँ भूकम्प आएको थियो। शनिबारको दिन थियो। त्यो गए चाहिँ हामी चाहिँ यहाँको सानो एउटा भलिबल ग्राउन्ड पनि रहेछ है यहाँ खेल्ने होला। पहिला चाहिँ यतातिर चाहिँ 30-40 वर्षहरू पहिला चाहिँ लाउरीहरू आउने बेला यहाँ चौपारी थियो अरे। दाइले भन्नुभएको चौपारी थियो अरे। यो चाहिँ खिर्के त्यो माथितिर हो। अनि यहाँ आएर चौपारीमा बिसाउनु हुन्थ्यो अरे पहिला त्यस्तो थियो अरे। त्यही हो गाई चाहिँ हामी चाहिँ अझै माथि जाँदैछौँ। अझै छ बाटो नै बल्ल स्टार्टिङ छ। त्यही हो गाई चाहिँ हामी चाहिँ अलि माथि आयौँ है। यु क्यान सी भ्यू है दामी छ। हामी चाहिँ डह्रो रमाइलो भइरहेको छ है। यहाँ घाँस काट्नु भयो। यसलाई खरसुङमा छैन दाइ यो चाहिँ खरसुङको यो चाहिँ खरसुङको हो। यो खरसुङहरू फेरि सन्टा माथि जङ्गलहरूमा पाउँछ कि। त्यही हो गाई चाहिँ हामी चाहिँ अहिले माथि टपमा आयौँ। यो पोखरी चाहिँ कति वर्ष भनौँ दाइ 40-50 वर्ष पुरानो यो चाहिँ यतातिर बनाएको छ है। 40-50 वर्ष यो ठाउँ चाहिँ बिसाउना हुन्छ है। टक्क लाएर सिनियर दामी छ। पैसा भइरहेछ है। त्यो जोस रमाइलो छ है। त्यही हो गाई चाहिँ दाइ अगाडि जाँदै हुनुहुन्छ। रमाइलो भइरहेछ। त्यो चाहिँ खरसुङको भारी बोकेर आउनुभयो है। त्यो दाइहरू हुनुहुन्छ। त्यही हो रमाइलो भइरहेछ। त्यो गाई यहाँ चाहिँ घाँसहरू लिएर यहाँहरू चाहिँ घाँसहरू लिएर आउनुहुन्छ यता पारी जङ्गलदेखि। घाँस चाहियो भैँसीलाई भन्नुभएको छ। यो चाहिँ खरसुङ भन्छ यसलाई चाहिँ। यहाँ चाहिँ पहिला पूजा गर्थ्यो अरे। यहाँ कुन जान्थ्यो वर्ष यो बाटो गोलकोट हटिया जाने बाटो यही थियो कि पहिला चाहिँ। पूजाहरू गर्छन् अझै पनि गर्दो रहेछन्। त्यही हो जस रमाइलो हुँदैछ एडभेन्चर चाहिँ है। यो बाटो चाहिँ पहिले एकचोटि खन्दै थियो त्यसपछि त्यस्तै हो। यो चाहिँ डाबिलीको भिर भन्छ है। यो चाहिँ तल पुरै भिड छ। अनि यहाँ पारी चाहिँ यो यहाँनिर चाहिँ हाम्रो घर हो। यो चाहिँ हाम्रो गाउँ घर है। हामी चाहिँ यहाँ छौँ तल यस्तो छ। यो तल नयाँ बजार हो। यो चिप्लेटी यता खाल्ली। त्यही हो।
यता गीत पनि बजिरहेको सुनिराख्नु भयो होला त्यही हो गाइस एकदम छ रमाइलो भइरहेको छ तिनतला खाँदै बस्दै आगो फुकेछौँ दाइले सुन्तला कस्तो सुन्तला दाइ एकदम राम्रो एकदम मिठो एकदम मिठो छ नि ठन्डा ठन्डा मौसममा ठन्डा ठन्डा सुन्तला
दाइले यो हामी चाहिँ फाइनल यहाँ खिरगती भन्छ त्यही है यु क्यान सी भ्यू है यस्तो दामी छ हामी चाहिँ फर्किसकेको अहिले यो पहिला हिँड्ने बाटो हो कस्तो रमाइलो छ दामी छ है छ सिँढीहरू देखाइसक्यो त्यही हो गाइज है हामी फाइनली तल यहाँ आइसकेको छौँ फर्किसक्यौँ है जाँडो चाहिँ मलाई त जाँडो चाहिँ त्यस्तो केही भएन आउने बेलामा चाहिँ त्यति धेरै बाटो भयो जस्तो लाग्यो धेरै टाढा गएको छौँ हामी चाहिँ यो बाटो चाहिँ यस्तो छ यु क्यान सी है यस्तो छ यो पहिला बाबाहरू आमाहरू अनि दाइहरू चाहिँ अब घाँस नहुने बेलामा चाहिँ यस्तो यो बाटो हिँड्थ्यो कि यो बाटो पहिलाको बाटो जस्तो गुस्ती छ कि बाटो यो पहिला बनाएको है जस्तो जस्तो है आजभोलि भन्ने नै अब बाटो त्यस्तै हुन्छ मान्छेको त्यति पहिला लगभग 20-30 वर्ष पहिला बनाएको हो यो त बाटो त कति भयो 50-60 वर्ष पुगिसक्यो बनाएको छ कस्तो दामी हावा लागेको छ गाइज है रमाइलो छ है यहाँ चाहिँ त्यो गाइज हामी चाहिँ फाइनली आयौँ है बाटो चाहिँ एउटा लौड लिएर आउनु जङ्गलमा गएर जङ्गलमा गएको भन्ने भानमा लौड लिएर आउनु भयो होइन त्यही हो हामी चाहिँ फाइनल्ली आइसक्यौँ यी बाइक यहाँ छ अब चाहिँ गरेर जान्छौँ त्यही हो अरू अब के हुने अब सबै त्यस्तै रमाइलो भयो माथि गयौँ सबै गऱ्यौँ त्यही हो गाइज है हामी चाहिँ फाइनल्ली घर आइपुग्यौँ घर त अलि अघि आएको थिएँ त्यही हो फ्रेस भएर तपाईँ बसेको त्यही हो गाइज है अब ब्लग अब हल्का सर्ट या लङ हुनसक्छ अब मैले पनि क्लिप हेरेँ होइन जे भए पनि रमाइलो भयो है आजको चाहिँ यात्रा रमाइलो थियो आई होप यु विल इन्जोय इट है हामी चाहिँ जङ्गल मैले देखाउँथेँ नि जहिले नै यहाँ त जङ्गल यहाँ पारि चाहिँ आज गएको भनेको चाहिँ ट्याक्क लाएर यो ट्याक्क डाँडा देख्यो नि यो डाँडादेखि सिधै तल यतातिर त्यति कतातिर गयो है हामी चाहिँ त्यही हो उहीँ गएको थियौँ रमाइलो भयो जे जसो भयो नि त्यही हो गाइस अब यो ब्लग चाहिँ यति नै इन गर्छु अब अरू ब्लगहरू बिस्तारै आउँदै रहेछ त्यति बेलासम्मको लागि टाटा बाई बाई टेक केयर जाडो बढिरहेछ सबैजना मेरो युट्युब फ्यामिली सबैले राम्रोसँग केयर गर्नु त्यही हो टाटा बाई बाई टेक केयर फेरि पनि बाई